अब जस्तो कि मेरो यो कलम भाँचिएको होइन, अब यो कलम भाँचिएकोले यसो लेख्न मिलेन, यो अघि टेपले टाँसेँ मैले है। अनि टेपले टाँसेर चाहिँ अब यसले लेख्दा चाहिँ यो माथि आउँदो रहेछ नि, यो निब हुन्छ नि, यो निब पनि छोटो हुन्छ कि होइन। त्यही भएकोले मलाई दीपशिखाले 10 रुपियाँ दिने होइन, 10 रुपियाँ, सृष्टिकाले 10 रुपियाँ है। अनि 20 रुपियाँ हुन्छ, यो कलम 20 रुपियाँको हो। अब 20 रुपियाँको एउटा नयाँ कलम किनिदिनु पर्यो होइन हो, साँच्ची? मेरो कलम बिरामी पर्यो। यसलाई अब के गर्दा पनि उपचार नहुने भयो होइन। त्यो उपचार नहुने भएपछि अब अर्कै किन्नु पर्यो। ल मिसकोमा त छैन, मिसकोमा छैन अरे। यो त उता तल मैले पहिले पढाउँदा विद्यार्थीले किनेर दिएको, तिमीहरू जस्तै होइन नि। त्यो त अर्कै हो नि, मिसले दिनुभएको त अर्कै छ। हरायो के त्यो चाहिँ, हराइसक्यो। अनि हराइसकेर यो चाहिँ त्यहाँ विद्यार्थीले पहिला मलाई किनिदिएको थिए तिमीहरू जस्तै। अनि तिमीहरू पनि त्यहाँको विद्यार्थीहरू जस्तै तिमीहरूको पनि मनकारी हो कि भनेर यसो अब दिन्छौ भने दिनु, अब दिँदैन भने अब के भन्नु त। 20 रुपियाँको किनिदिन्छु, 20 वटा चिजो किनिदिनु। ल छिटो गर्नु पर्यो, सृष्टिका चाहिँ नबोल्ने। मसँग पैसा छ भने म आफै किन्दिनँ थियो नि भनेको होइन अघि नै, अघिदेखि भनिरहेको छु मसँग आई ह्याभ नो मनी कि नो मनी, आई ह्याभ नो मनी है। अब सृष्टिका पैसा दिनुस् अनि किनिदिन्छु, पैसा हुँदैन भने सृष्टिकाले किनिदिन्छ। सृष्टिका कति छ रे पैसा? हाउ मच मनी डु यु ह्याभ? कति छ रे? 10 रुपियाँको अघि त टन्न छ भन्थ्यो है हो। कति जति छ टोटल, कति जति छ? 5 रुपियाँ छ होला नि। ल टोटलमा कति जति छ ल भन्नु त। ब्याग भरि छ। अनि कलम चाहिँ किन टोकेको? कलम किन टोकेको? स्टुडेन्टले यसरी कलम टोकेर हुन्छ? ल मलाई किनिदिने चाहिँ बाहिर गइन् होइन। अब दीपशिखाले चाहिँ सृष्टिकाले किनिदिने कति? किनिदिने नकिनिदिने? सृष्टिकाले किनिदिन्छन् कि किनिदिँदैनन् ल भन्नु त। नकिनिदिने? किन? के कारण? सरलाई किनिदिनु हुँदैन भनेर हो कि यो मेरो यत्रो बाँचिसक्यो मेरो कलम, यो टेबले टाँसेर यसो काम चलाउँदैछु होइन। अनि यो देख्दा त माया लाग्यो होला, दया लाग्यो होला, ओहो सरसँग त पैसा छैन, नभए त यो किन्नुहुन्थ्यो, मै किनिदिन्छु नि, मेरो पैसा त 10 रुपियाँको टन्न छ, जस्तो लाग्दैन? आफ्नै अब कलम टोकेर खाइदिन्छ अनि आफ्नै किन्नु पर्ला जस्तो छ हो। के कस्तो कलम, कस्तो लेख्ने? एउटा निलो, कालो चाहिँ कतिवटा? 3वटा। ए अनि त्यही ल्याइदिनु मलाई एउटा। नदिने? किन दिँदैन? नदिने रे आमाले? त्यसै तिम्रो पैसाले किनिदिनु न, हुन्छ? अस्ति कसलाई दिने रे?
के कस्तो पैसा 500 कसले मलाई चाहिँ दिने 500 दिने रे आहा त्यसै त अभिषेकलाई भनेर 500 माग्ने त्यहाँबाट किन्ने है 500 को चाहिँ आउँदैन नि 20 रुपैयाँको कलम आउने भनेपछि 500 को आउँछ नि छ हो 500 मा 500 को नोटमा के को चित्र हुन्छ 500 को नोटमा ल भन्नु त 500 को नोटमा के को चित्र हुन्छ ल हात्ती है हात्तीको हुन्छ है हो हात्तीको हुन्छ है 500 को नोटमा के हुन्छ दिप्सिका भन्नु त कतिको नोटमा चाहिँ त्यसै हात्ती हुन्छ ल भन्नु कतिको नोटमा चाहिँ हात्ती हुन्छ जिराफ हुन्छ आमा 5 रुपैयाँ देखेको छैन हो र कहिलेसम्म देखेन है कतिदेखि माथि देखेको अहिलेसम्म ल भन्नु नोट 10 को देखे ल नेपाली पैसामा कति रुपैयाँको कति रुपैयाँको नोट हुन्छ ल भन्नु त नेपाली रुपैयाँ अनि ल भन्नु त अहिले चलन चल्तीमा 1 रुपैयाँ र 2 रुपैयाँको चाहिँ हराइसक्यो है कि छ त छैन है 1 रुपैयाँ र 2 रुपैयाँको नोट हराइसक्यो हैन 5 रुपैयाँको छ कि छैन ल नोट छैन 5 रुपैयाँको नोट छैन है 5 रुपैयाँको नोट छैन झन् पैसा त छैन ल रुपैयाँ त छैन भन्छन् सिस्तिकाले अनि 10 रुपैयाँको छ कि छैन 10 रुपैयाँ चाहिँ छ कि छैन 10 रुपैयाँ छ 10 रुपैयाँ पनि छ नोट 12 रुपैयाँ 15 20 20 छ कि छैन ल छ 20 पछि कति रुपैयाँ छ ल त्यसो भए 20 पछि 50 छ ए 50 अनि 100 छ अनि त्यति त्यहाँदेखि माथि छैन है 100 भन्दा माथिल्लो नोट छैन कतिको छ तिनीहरूको नोट छ हो र ल भन्नु त 100 भन्दा माथि नोट कतिको छ 100 भन्दा माथि छैन है अनि 1000 छैन गुड 1000 ल 1000 मा कस्तो हुन्छ रे 1000 को नोट हात्ती हुन्छ हैन अनि 1000 मात्रै 500 छैन अनि 500 मा बाघको 2टा बाघ छ नि हैन अनि 500 को अनि 500 छ भने हैन अघि सिस्तेकाले पैसा अनि 500 रुपैयाँ तिमीसँग भएपछि त्यसमा नि हेरेनौ कि चान्चुने छ चान्चुने हो छैन त्यसो भए 500 मा 10 रुपैयाँ दिन्छ हैन दीप्सिकालाई कि दीप्सिकाले उलाई 10 रुपैयाँ दिएर किन्दिने मलाई नकिन्ने रे अघि किन्छु भने हैन नि किन्दिन्छु है तपाईलाई भने हैन पैसा दिनु न अनि पैसा भएको भए आफै किन्दिन थिए म आफै किन्थे त नि पैसा भए त ल हेर त सरको लागि पनि लोभ गरेको लु आमै नि के भन्नु आफ्नो सरलाई माया नगर्ने रहेछ यार नगर्ने हो नगर्ने हो त भनेको
दिप्सिका रुपियाँको छैन कति रुपियाँ छ त लु नदिने भए नदेऊ न त है हुन्छ है नदिने हो आफैले नै किनेर ल्याउनु हो र हो साँच्चै मैले आफैले किन्नुपर्ने हो हो ए ल ल उसो भए के गर्नु त है छन त छन् अब दिँदैनन् है होइन पैसा त छ तर किन्न मन छैन है किन्दिनँ डराउँछ पो को म किन डराउनु कुट्छ नि मान्छेले कसले कुट्छ ल मान्छेले कसले कुट्छ मान्छेले कहाँ कुट्छ तिम्रो पैसाले किनेको अरूले कुट्छ अरूले कुट्न पाउँछ त्यसरी आफ्नो पैसाले किनिदिएर कोदेखि डराएको ल भन्नु त को मान्छे चाहिँ मान्छेले कसैलाई नि त पसलेले त केही भन्दैन झन् खुसी हुन्छ उसको व्यापार हुन्छ सृष्टिकाले चाहिँ किन्दिने कि नकिन्दिने नै हो ओके सो बाई 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 गर्नु बाई बाई है